गाइस नमस्ते सबैजना स्वागत छ अहिले चाहिँ ट्याक्क हामी यहाँ इन्डियाको आना खानमा जाँदैछौँ ल एउटा ग्रुप चाहिँ केटीको ग्रुप चाहिँ आएर बस्नुभयो हामी चाहिँ ल आज चाहिँ हामी घुम्न जाने हैन यहाँको त्यो एकदम महात्मा गान्धीले एकदम त्यो खै के सङ्घर्ष गरेर त्यो के बनाएको रे त्यही भएर आज हामी त्यहाँको त्यो हिस्ट्री चाहिँ हेर्न जाने भनेर आज सबैको सल्लाहले जाँदैछौँ हेर्दै जाऊँ मलमा हामी ट्याक्क ल यो चाहिँ महात्मा गान्धीले गराएको अरे ल राम्रो छ जियोस् आगाखा महल त्यही हाम्रो ग्रुप यस्तो छ रमाइलो छ अब घुमिन्छ यहाँ आगाखा मलमा ल यो चाहिँ आँखा खान प्लेस चाहिँ हामी आइसक्यो कति ठुलो छ यो आँखा खान प्लेस ल हेर्नु क्या ठुलो छ यार यस्तो डेकोरेसन यहाँ यताउति हरियाली कति रमाइलो राम्रो आँखा खान प्लेस कति राम्रो छ यस्तो राम्रो यो चाहिँ महात्मा गान्धीले हरेक गराएको 1942 मा यहाँ लेखिया त यहाँ के लेखिया कति उसबाट सुरु भयो नि यहाँ है ट्याक्क यो चाहिँ ट्याक्क गान्धीले गराएको उसो चाहिँ गान्धी ए महल यस्तो राम्रो हो यहाँ भित्र चाहिँ गान्धीको जो उस छ कि महात्मा गान्धीको जो उस छ ट्याक्क शालिग गराएर ट्याक्क राखेको चाहिँ ट्याक्क महात्मा गान्धीले गराएको है ए कस्तो यो शालिगै है ट्याक्क कृपया शान्ति राखे प्लिज ए गान्धी महात्मा गान्धीको उस छ यता हो राम्रो हो यो कति 1942 बाट सुरु भएछ क्या यो यता छ यता छ यता छ यस्तो हो कि यहाँ महल त्यहाँ युद्ध गरेको ट्याक्क छ त्यहाँ हो सब छ यहाँ यस्तो यस्तो यस्तरी थियो इन्डिया चाहिँ यिनले यहाँ यस्तरी बचाएर चाहिँ यिनले महात्मा गान्धीले चाहिँ उसकोलाई बचाएर चाहिँ कि यहाँ यस्तो पुरा शालिगै जस्तो है बचाएर चाहिँ यस्तो पहिला यो चाहिँ पहिला इतिहासमा यस्तो थियो कि इन्डिया चाहिँ सब यिनले गरेछन् कि यो महात्मा गान्धीले पनि महादेव साई यहाँ के हो यो यिनी चाहिँ पहिला लडेको कास्के या मोरेङ्गे कासिङ्गे वा मोरेङ्गे यस्तो है यस्तो गरेछन् ल यो त भन्दै ए ट्याक्क यहाँ है इन्डिया पुरानो यस्तो थियो यो महात्मा गान्धीले सब गरेको यो बचाएको चाहिँ यहाँ बसेर पढ्न लाहन महात्मा गान्धी के पढेन अब यहाँ पढ्न लाहन उता पनि छ है चाहिँ ट्याक्क महात्मा गान्धीले लाउने चप्पल माला त्यो के हो त जनै जस्तो जनैहरू यिनी सब त किताब पढ्ने महात्मा गान्धीको चाहिँ सब महात्मा गान्धी त्यहाँ तपस्या गरे तपस्या हो त्यो को थाहा छैन यिनी यता तपस्या सेम मान्छे चाहिँ खने यार नम्बर जस्तो कस्तो शालिग गरा यस्तो त लाइब्रेरी रहेछ लाइब्रेरी यो भवन चाहिँ सानो लाइब्रेरी यो ठुलो महल यो महात्मा गान्धीको महल चाहिँ यो बाटोबाट जाँदा यता जाँदाखेरि तिनी चाहिँ हराएछन् है आएछन् कि मरेर रहेछन् हामी ट्याक्क यो घुमेर निस्कियौँ है अब हामी रुमतिरै गइन्न होला अब रमाइलो अन्त रमाइलो भयो नि सबैजनालाई